डाँडा र काँडा उकाला ठाडा जङ्गल हजार भुट्टाको बाटो ढुङ्गा र माटो नाङ्गा र उजाड कुहिरो डम्म हिउँले टम्म त्यो विष फुलेको सिमसिमे पानी बतास चिसो बरफ टै झुलेको प्यारी बरफ झैँ डुलेको मसाने खम्बा लामाका गुम्बा सिर्गो छ खौरेका मसाने खम्बा लामाका गुम्बा सिर्गोल खौरेका बाटामा जाने हातखुट्टा ताने आगोले बौरेका स्याउला चिसा ओछ्याई बस्दा जाडोले बज्ने दाँत पकाई झिक्दा नखान पाई काँचाको काँचै भात पकाई झिक्दा नखान पाई काँचाको काँचै भात आखिरी ठुलो सुनको सहर साँझमा सुहायो मैदान नेर पाताल मुनि लासा नै मुस्कायो हजुर लासा नै मुस्कायो आकाश छुने पहाड जस्तो सुनबुट्टे तामाको सुनको छाना दरबार अजङ्ग त्यो दले लामाको हजुर त्यो दले लामाको चौरीको पर्दा बुद्धको मूर्ति सुनमा कुदेको रङ्गिन ढुङ्गा अप्सरा सरी बुट्टामा चुँदेको शीतल पानी हरिया पात हिउँका टाकुरा शिरीष फुल फुलेको सेता रुखको आँकुरा हजुर रुखको आँकुरा किचुको खोला लिङ्कोको दरबार त्यो अम्बाको लिङ्कोको दरबार अम्बाको महल युतुको स्याङ्पा त्यो पुल राम्रो त्यो लासा झलमल हजुर त्यो लासा झलमल ती हड्डी हस्ती जस्ता जत्तिकै सेता भोटेनी भर्खरका आँखाका काला नौनीका छाला ती लासा सहरका हजुर ती लासा सहरका खौरेका शिर भोटेका गुरुमा तिमाला फिराई गम्भीर चाला गढेका आँखा अनौठा लगाई ओ मणि पद्मे भनेर हिँडेका कपाल थापी आशीर्वाद मागी बटुवा बढेका हजुर बटुवा बढेका त्यो नौलो गाउँ त्यो नौलो ठाउँ त्यो नौलो सडकमा लासाको सहर क्या लाग्दो रहर सुनको झलकमा हजुर सुनको झलकमा। नमस्कार, लक्ष्मीप्रसाद देवकोटाको मुना मदन कविताबाट राम्रो वाचन गर्न त आउँदैन, सुनेर प्रतिक्रिया दिनुहोला। धन्यवाद।